आज मिति 2082 साल फागुन 15 गते शुक्रबारको तपाईको राशिफल। मेष राशि, कुनै कुराले अल्मल्याउन सक्छ। दोधारे मनलाई एकाग्र पार्न सके काममा सहजता हुनेछ। प्राथमिकता विचारेर कुनै कामलाई टार्नु पर्ला। मन उत्साहित र तन स्वतस्फूर्त रहनेछ। आफ्नो सामर्थ्यलाई प्रस्तुत गर्ने मौका मिल्नेछ। विभिन्न माध्यमबाट काममा सहयोग पुग्नेछ। वृष राशि, हडबडीमा काम गर्दा उल्टै काम थपिन सक्छ। रिसलाई बाहिर व्यक्त नगरेकै उचित हुनेछ। विवेकपूर्ण ढङ्गले काम गर्नुपर्ने बेला छ। उत्तरदायित्व वहन गर्दै काममा अग्रसर भइनेछ। सकेसम्म प्राथमिकतामा जोड दिइनेछ। जिना मसिना कुरालाई व्यवस्था गर्न सके काममा सहजता हुनेछ। मिथुन राशि, जे जस्तो छ त्यसैमा रमाउन खोजिनेछ। अनावश्यक भागदौडबाट सकेसम्म तर्किने प्रयास हुनेछ। व्यावसायिक क्षेत्र सफल रहनेछ। कुनै कुराले नजानिदो गरी व्यस्त बनाउन सक्छ। सकेसम्म तटस्थ रहन खोजिनेछ। समय अवस्था विचारेर बोलीमा लगाम लगाउनु नै उचित हुनेछ। कर्कट राशि, मन उत्साहित बन्दा काम धेरै सहज हुनेछ। आर्थिक लाभ हुन सक्छ। प्रतिस्पर्धात्मक कार्यक्रममा सहभागिता जनाइनेछ। कतै जाने प्रबन्ध मिल्न सक्छ। विभिन्न माध्यमबाट काममा सहयोग पुग्नेछ। समय सापेक्ष रहँदै आफ्ना कामका लागि पनि समय छुट्याइनेछ। सिंह राशि, अप्रत्याशित भेटघाट हुन सक्छ। कतै जानु अघि त्यहाँको परिस्थितिबारे विचार गर्नुपर्नेछ। कामलाई स्थगित गर्नुपर्ने अवस्था आउन सक्छ। समय तपाईँकै पक्षमा रहनेछ। प्राय सबैतिर तपाईँकै कामबारे चर्चा हुनेछ। कुनै प्रतिस्पर्धात्मक काममा चयन गर्ने प्रबल सम्भावना रहेको छ। कन्या राशि, कुनै कुराले बाँधिएको महसुस हुन सक्छ। तटस्थ रहँदै आफूलाई प्रस्तुत गर्नुपर्नेछ। आफ्नो कामका लागि समय निकाल्नु पर्नेछ। नजानिदो गरी मन चञ्चल रहन सक्छ। आफैले नै आफूलाई समय दिनुपर्ने हुन सक्छ। जिना मसिना कुराबाट जति तर्किन सक्यो उति काममा सहजता हुनेछ। तुला राशि, अपेक्षित साथ र सहयोग पाइनेछ। सबै काम आफ्नै दिशानिर्देशमा सम्पन्न हुनेछन्। किनमेल गर्दा विशेष छुट पाइन सक्छ। कुनै न कुनै कुराले अनायास अल्झाइरहनेछ। समय अवस्था विचारेर आफूलाई प्रस्तुत गर्नु उचित हुनेछ। नबोली नहुने कुरामा मात्र प्रतिक्रिया दिनु बेस हुनेछ। वृश्चिक राशि, तपाईको आवश्यकता बुझी सहयोग हुनेछ। कतैबाट कुनै काम कुराका लागि प्रस्ताव आउन सक्छ। आफ्ना लागि समय निकालिनेछ। पारिवारिक कार्यमा आबद्ध हुनुपर्नेछ। समय अनुसार सबै कामहरू क्रमशः मिल्दै जानेछन्। आर्थिक एवं व्यापारिक क्षेत्र सबल रहनेछ। धनु राशि, आफू लक्षित काम कुरामा आफूलाई अघि बढाइनेछ। बेलैमा काम सक्न लागि परिनेछ। मनको सोच विचार गरेर काम गरिनेछ। कुनै पनि कुरामा अभिमत दिँदा विचार गर्नुपर्नेछ। ख्यालमा गरेको कुराले विवाद निम्त्याउन सक्छ। आफू अनभिज्ञ भएका कुरामा मौन रहनु नै उचित हुनेछ। मकर राशि, सहयोगी हातहरू पछि हट्न सक्छन्। जिना मसिना कुराबाट तर्किनु नै लाभदायक हुनेछ। आफ्नो सहजताको विचार गर्नुपर्नेछ। समस्याको समाधान हुनेछ। समय आफू अनुकूल बन्दै जानेछ। परिस्थितिको आकलन गर्दा मनको खुसीतर्फ बढी ध्यान दिइनेछ। कुम्भ राशि, कुनै कामका लागि रकमको जोहो गरिनेछ। आफ्नो कर्तव्यमा जागरुक भइनेछ। प्रसन्न मनले आफ्नो प्रस्तुति दिने प्रयास गरिनेछ। विभिन्न कुराले मनमा दुविधा हुन सक्छ। व्यक्तिको मनस्थिति र सामयिक परिस्थिति बुझ्दै काम गर्नुपर्ने बेला छ। शान्त र धैर्यपूर्वक आफूलाई प्रस्तुत गर्नु उत्तम हुनेछ। मीन राशि, पदीय मर्यादा विचारेर आफूलाई प्रस्तुत गरिनेछ। योजना अनुसारका काममा सफल हुँदै गइनेछ। मनले सन्तुष्टिको आवाज गर्नेछ। कुनै काम कुरामा आधारित रही बैठकको प्रतिनिधित्व गर्नुपर्ला। मित्र वर्गबाट अपेक्षित सद्भाव मिल्नेछ। कुनै सङ्घ संस्थाले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउन सक्छन्। हवस् त आजको राशिफल यति नै। यहाँको दिन शुभ रहोस्। नमस्कार।